प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन पुगेका मिराज ढुङ्गाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ। प्रधानमन्त्री कार्यालयको अनुमति बिना सिंहदरबार प्रवेश गर्न लागेका मिराज सहितका युवाहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो। आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमान स्थान पुल कटाएको थियो। त्यसपछि उनीहरूले हनुमान स्थान नजिक धरना बसेका थिए। सो क्रममा जेएनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्रीसँग पटक पटक भेट्न समय माग्दा पनि नपाएपछि आफूहरू भित्र जान खोजेको बताउनुभयो। जेएनजी युवाहरूको मागलाई व्यवस्था गर्दै सरकार निर्वाचनमा मात्र केन्द्रित भएको विषयमा आफूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उहाँको भनाइ छ। उहाँले युवाहरूलाई स्वदेशमा नै गरी खान दिने वातावरण बनाउनु पर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई जेएनजी युवाहरूको भावना विपरीत चल्ने छुट नभएको बताउनुभयो। उहाँले अबको निर्वाचनमा राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको भन्दै पुरानै दलहरू पुनः फर्किए आफूहरूको माग पुर्याउन नसक्ने उल्लेख गर्नुभयो। होइन हामी यता जान्छौँ। अब के भयो भन्दाखेरि हामीले बारम्बार चाहिँ प्रधानमन्त्रीजीलाई दिएको हो। उहाँ चाहिँ निर्वाचनको मात्र दलालहरूलाई लखेट्नुहोस्। हामीले चाहेको गर्नै पर्छ। हामीले चाहेको हाम्रो कुरा प्रधानमन्त्रीज्यूले हाम्रो आवाज सुनिदिनुहोस्को लागि यत्रो रोडमा बस्नुपर्ने को हो? उहाँ हाम्रो आवाज नसुन्नको लागि यही देशले बनाएको प्रधानमन्त्री होइन। उहाँले आएर ढोकाभित्र बस्न पाइन्छ। त्यसरी हामीले एउटा न्यायको आवाज हामीलाई आएर भित्र जान दिनुहोस्, तपाईँलाई एउटा माग राख्छौँ मात्रै भनेको हामीले। त्यसको लागि एउटा न्याय दिन सक्दैन उहाँलाई भने उहाँलाई त प्रधान न्यायाधीशको पद पनि लाजस्पद पद हो उहाँलाई त। चुनाव चाहिँ गर्छ उहाँको म्यान्डेट चाहिँ खालि चुनाव मात्र होइन। हामीले आम नेपाली चाहिँ विदेशमा जानु रोजगारीको लागि विदेश जानु नपरेको म एउटा युवा छु, म देशमै बस्छु भनेर चाहिँ बसेको देशमा काम गर्ने वातावरण छैन। हाम्रो खालि माग भनेको गरी खान दिने वातावरण बनाउनलाई स्थिर सरकार चाहियो। हामीलाई खर्च कटाउने होइन, देशमा स्टेबल सरकार चाहियो, स्थिर सरकार चाहियो। 5 वर्ष सरकार माग्नु के नराम्रो कुरा हो? उहाँले हामीलाई डिसमिस गरिदिनु भयो। म 1 महिनादेखि उहाँसँग कुरा गर्न पाएको छु, त्रिपक्षीय बैठकमा बोलाउन पाएको छु। निर्वाचन सहज पारिदिनु। निर्वाचन त हुनैपर्छ भारत देशमा, जुन सरकारले पनि गर्नु भयो। त्योभन्दा पहिला मागकै कुरा गर्नु, संविधान संशोधन गरेरै भए पनि त्यो माग कुरा गर्नुपर्छ भन्ने चिज गर्नु छ। आजभन्दा भोलि आउँदैन। यही चान्स छ। तपाईँको चुनाव हुँदाखेरि कि हामीले जित्छौँ होला अथवा कोही राम्रो युवाले जित्छौँ होला। जित्ने भनेको त्यही पुराना मान्छेहरूले नै हुन्, पुरानै पात्रले नै हुन्। अर्थपूर्ण चुनाव दिनुहोस् न। त्यही मान्छे फेरि आएर हाम्रो यो माग सम्बोधन हुन्छ। यति मान्छे मरेका छन्, हाम्रो देशको त ऐतिहासिक संरचनाहरू चलेका छन्। अनि यो सबै हुँदाखेरि चाहिँ उहाँ चाहिँ निर्वाचन भन्ने यदि साँच्चीकै केटाकेटी मरेको चाहिँ दुःख लागेर उहाँ आएको दिन उहाँले मलाई पहिलो मिटिङमा भन्नुभएको थियो, मैले केटाकेटी मरेका छन्, मलाई माया लागेर म आएको देश बनाउनलाई आएको भन्नुभएको यही हो तपाईँको हाल। तपाईँले प्रधानमन्त्रीको समय लिनु भएन, तपाईँले प्रधानमन्त्रीको समय लिनु भएन भनिसक्यो। नम्बरभन्दा भोलि डबल होला, पर्सि तेब्बर होला होइन, अर्को टाइम 4 टाइम्स धेरै होला। नेपाली जनता एक ठाउँमा आउनु पर्यो। यो एउटा उमेर समूहको मात्र कुरा होइन, यो त देश बनाउने कुरा। देश हामी सबैको, सबैजना सङ्गठन आउनु पर्यो। देशमा चाहिँ चाहिने परिवर्तन, देशलाई चाहिँ हाम्रो देश चाहिँ 100, 200, 400, हजारौँ वर्षसम्म चाहिँ बचिरहोस् यदि चाहन्छौँ। हाम्रो दोस्रो पुस्ता चाहिँ विदेशमै जन्मेर विदेशमै होस् अनि यहाँ चाहिँ नेपाल चाहिँ खाली होस्, रित्तिन चाहँदैनौँ भने आजभन्दा विलम्ब नगरौँ।
निर्वाचनपछि के पनि हुने अनि सिकन्दरबारभित्र प्रधानमन्त्रीलाई भेट्नको लागि समय लिनु पर्थ्यो भन्नुभएको छ नि त प्रहरीले। तपाईँले भन्नुभएन अघि माइकिङमा तपाईँहरूले समय लिनुपर्छ, तपाईँले जानकारी लिनुपर्छ भन्नुभयो तपाईँहरूलाई। सचिवले ब्लक गरिदिएपछि मलाई दिनै भएको छैन अनि म के गरौँ? अनुमति दिनु भएको तपाईँले भेट्ने अनुमति नै दिनु भएको। उहाँको स्वकीय सचिवको फोन अफ, कहिले फोन आउट हुँदैन, कहिले के। केपी शर्मा अनि रमेश देव जस्ताहरूलाई चाहिँ पक्राउ गर्ने र भ्रष्टाचारीहरूमाथि कारबाही गर्ने त्यो गर्न सक्नु भयो।